हेलो गाइजहरु म फेरि आज तपाईको लागि एकदम बवाल भिडियो लिएर आइसकेको छु। आजको भिडियोमा तपाईले हेर्न सक्नुहुन्छ ज्योति मगरको छाडा एन्ड स्याभेज मोमेन्टहरु हेरेर इन्जोय गर्नुहोस्। लेट्स बिगिन। मतलब हजुरलाई कपाल मन पर्छ? मलाई त लामो कपाल त मन पर्दैन, जाको भए पनि। काको जस्तो दाढीहरु काखीमा अच्छा मैं तो कुछ और ही समझाता, दाढी पे बनेछ लगायत विभिन्न कस्तो इनोसेन्ट पारामा कतिसम्म भनेको यार। तपाईँ जस्तो तपाईलाई हेर्नलाई चाहिँ हैन स्टेज माथिबाट भन्दा नि स्टेज मुनिबाटै हेर्न रमाइलो हुँदो रहेछ। चस्मा पनि लाउनु पर्छ। ए चस्मा नलगाएर यस्तो देखिन्छ नि, स्टेज मुनिबाट यस्तो हेरेर भित्र सिधै हेरेको अरूले थाहा पाउँछ। अलिकति अतालिए म थाहा भइसक्यो भाइको अझै उद्घाटन भएर रहेछ। अरे दिदी के बोल्या दिदी के बोल्या? खत्तम, बाय बाय, टाटा, गुड बाय। यो ज्योति मगरले के भनेकी छ सुनेकै छौ साथी हो। म बोको भए तिमी पाठी हो लौ जा। सिधै पार्टी। सर मासुमा तपाईलाई मनपर्ने आइटम चाहिँ कुखुराको कि खसीको कि बुङ्गुरको? मान्छेको मासु खाने त अहिलेसम्म कोही पनि देखाएको छैन नि मैले त। बुझ्नु मिलाएर र मिट खाना खोजेको। तपाईँ हरेक महोत्सवमा गइरहनु हुन्छ नि त हैन? हजुर। तपाईलाई अर्गनाइजरहरूले निमन्त्रणा दिनुहुन्छ कि देख्ने बित्तिकै जाने हो भन्नुहुन्छ? समझ्यौ? चल्दै क्या निमन्त्रणा दिनुभन्दा अगाडि, जाने हो भन्नुभन्दा अगाडि गर्ने हो भनेर सोध्नुहुन्छ। अरे गर्ने हो महोत्सवमा एक्टिङ। आफ्नो पार्टनरसँग बसेर एडल्ट फिल्म हेर्नु भएको? हेरिएन, साथीसित बसेर कलेज पढ्दा त हेरियो भन्नु पर्यो। पार्टनरसित बसेर किन फिल्म हेर्नु पर्यो? फिल्म खेल्ने पो हो त। जसले परिवारमा बसेर हेर्न सक्नुहुन्छ सबै बसेर हेर्ने, नसक्नेले एक्लै हेर्ने, त्यो पनि नसक्नेले बाथरुममा गएर हेर्ने, त्यो पनि नसक्नेले सिरकले छोपेर हेर्ने। तर हेर्ने चाहिँ इम्पोर्टेन्ट, हेर्नु पर्यो गाइज। तपाईँहरूले हेर्नु भएको छ कि नै कमेन्ट गरौँ त। ज्योति चाहिँ पछिल्लो समय युवाहरूसँग होइन बुढाहरूसँग पछि लाग्न थाल्नु पर्यो। वास्तविकता के हो जनता जान्न चाहन्छ। के भयो त बुढाको मन हुँदैन र? ठिक हो, मन हुन्छ सबैको मन हुन्छ। ओहो मन भएको सबैको मन राख्नै पर्छ भन्ने पनि छैन नि त यार। सबको मन राखिदिने कस्तो चल्छ यस्तो भए? नै बुढी चाहिँ घरमा हुन्छ होइन, बुढा बाहिरबाट आइरहेको हुन्छ, उसले बुढीले चाहिँ टावल मात्र लाएर गएर बुढाले यस्तो सरप्राइज दिएको, साथी पनि लिएर आएको हुन्छ। साथी चाहिँ सरप्राइज भयो होला। ओहो यसको घरमा त्यस्तो चल्दो रहेछ भनेर। तपाईसँग कुरा म कहाँबाट गरौँ? मुखबाट पैतालबाट गरौँ कि टाउको सम्बन्धको कुरा गर्दाखेरि होइन? तपाईँको जुन छ नि अब लवाई खवाई हिँडाइ छ नि, त्यसको कुरा गर्दाखेरि कहाँबाट कुरा गरौँ? बिचबाट गर्दा चाहिँ फेर होला, बिचबाट गर्दा चाहिँ फेर होला। केही भन्नै सकिन, कस्तो एन्सर दिन सक्यो यार। जे कुरामा पनि डबल मिनिङ लगाइदिने। ए मतलब अरूले मलाई एकदमै सानो भिजन भएको चिम्से भन्थे, त्यो कुरा ठिकै रहेछ, मेरो नजरै सानो रहेछ। त भाइको नजर मात्र होइन, धेरै कुरा सानो जस्तो लाग्यो। मासका दाल यार, सब थाहा छ दिदीलाई कसको सानो ठुलो दिमाग के हो। हे नगरम भो सारीका कुरा, बाहिर सासु भित्र चाहिँ सासु। संसारमा सबभन्दा धेरै बोलिने झुट भनेको चाहिँ आराम हुनुहुन्छ नि। एकदम आरामै। हस्पिटलमा गएर बिरामीलाई सोध्नु भयो भने पनि भाइ कस्तो छ अहिले, ठिक छ दाइ भन्छ। हो यार, त्यो त जसलाई सोध्यो पनि के छ भने मान्छे पुरै टेन्सनमा अहिले गएर सुसाइड गर्ने सोचिरहेको हुन्छ। के छ भने सब ठिक छ बस तपाईँको भन्नुहोस् जेमा पनि। टु पिस लगाउनु तपाईँ मन पराउनुहुन्छ? चल्तीको क्या? हजुर, चल्तीको टु पिस भनेको चाहिँ बिकिनी त्यो लाउनुहुन्छ? लाएको छैन अहिलेसम्म। लगाइदिनुहोस् न। के लगाइदिनुहोस् भने के सो हो यार, यो के सो हो? सिधै
मोज मस्ती गर्न तपाईँ कहाँ जानुहुन्छ कुन कुन ठाउँ मन पराउनुहुन्छ म त कहीँ पनि जानु म अहिले भएको मलाई यही पनि मोज भइरहेछ अहिले तपाईँलाई लाग्छ इन्टरभ्यू गरिरहेको भनेर म त तपाईँलाई हेरेर मोज गर्न आउँछु शर्माइसक्यो बुढा शर्माइसक्यो लातले भुतुक्कै मोज भइरहेछ पानी पानी भए मेरो त पानी पानी हो गई तपाईँको त्यो कन्सर्टहरू भएर लाइक एक्ज्याक्टली तपाईँलाई थाहा छ तिनीहरूलाई के चाहिएको छ वाट दे त्यो इन्टरटेनमेन्ट के हो अनि त्योलाई मजाले दिनुहुन्छ होइन त्यो हिसाबमा अनि छाती फुलाएर हिँड्न सक्नुहुन्छ त्यो कुरामा त्यो दामी हो क्या छाती फुलाएर मिन्स के भने सर केटाहरूले चाहिँ हो क्या छाती फुलाउने भन्ने कुरा केटीहरूको त अलमोस्ट सबैको फुल्लेकै हुन्छ होइन बाई बाई जुन समयमा गए पनि तल्कै मचाउनु रहेछ नि यार यिनले त टाटा गुड बाई आज भोलि हजुर के गर्नुहुँदैछ गर्नुपर्ने चिजै सबै गर्दैछु समझ्यो के गरेको सुन्न मन छ तिमीलाई गर्नै पर्यो नि मलाई हजुरले के गरेको सुन्न मन छ भन्दा पनि हजुरले गरेको हेर्न चाहिँ मन छ होइन भिडियो आउँदैछ एमएमएस फास्ट छिट्टै तपाईँको मोबाइलमा एरियाल चलाइ डिलिट हुन्छ पछि आजकल हजुरको काम त्यति धेरै हामीले स्क्रिनमा देख्न पाइएको छैनौँ के हो खास मेरो अझै स्क्रिन पछाडि हुन्छ नि त धेरै समझ्यो त्यही सुन्न खोज्यो होला होइन त्यसले सिधै एन्सर पायो नि अब सोध्नु सिजन 1 र सिजन 2 मा चाहिँ हजुरले के डिफरेन्स पाउनुभयो अलिकति डिफ्रेन्स भनेको चाहिँ भाइको अहिले लामो भएछ कि कसरी कपाल कपडा खोलेर चलेको कि गीत गाएर चलेको भन्ने क्वेसनले मलाई एकदम वाक दिक्क लाग्ने हुन्छ नि चले चाहिँ के गरे त खास चलेको चाहिँ यसरी हल्लेर ज्योति मगरको प्रत्येक दिन युवकहरूसँग उठबस हुन्छ त्यो हो नि उठबस हुन्छ सुतबस नै हुँदैन ठिक हो आफ्नो काम हो नि काम त जे पनि गर्नु पायो नि होइन उठ बस होला सुत बस नभए त भइहाल्यो नि किन चाहियो दुनियाँलाई के को चासो पैसा आइरहेछ भने ज्योतिजी तपाईँसँग म प्रेम गर्छु विवाह गर्छु अनि तपाईँसँग हनिमुन मनाउँछु भनेर प्रस्ताव राख्यो भने तपाईँ पुरुषलाई के जवाब दिएर फर्काउनुहुन्छ ठ्याक्कै ज्योतिजी के रास्त के भने मान्छे चिन्नु पर्दैन बुझ्नु पर्दैन यही हो मेरो जवाब त मलाई माथि हमलै गरिदियो के हेरे जस्तो भन्ने यार मेस्सी चाहिँ पहिला किन आउँछ भने नाम भन्न सजिलो छ रोनाल्डो भन्न चाहिँ गाह्रो प्रोनाउन्सिएसन मैले बुझिसकेँ यिनले के भन्न खोज्दैछन् मैले बुझिसकेँ त्यही पनि रोनाल्डो भन्दाखेरि चाहिँ हुन्छ नि त्यो कहिले काहीँ टङ स्लिप हुन सक्छ कि त्यसैले आई नो सबैलाई ब्रह्माण्डलाई थाहा छ हजुरको ठुलो ठुलो सपनाहरू छ भनेर त्यो सपना पुरा गर्नलाई चाहिँ हजुरले के सोच्नु भएको छ खास मेरो सपना मात्रै होइन मेरो धेरै कुराहरू ठुलो छ होइन त्यसले पनि सालेले पनि त्यही भन्न खोजे मलाई थाहा छ कि मलाई हजुरलाई चाहिँ स्पेसली कुन चाहिँ एजको केटा चाहिँ हजुरले ताक्नुहुन्छ मतलब म 18 वर्ष नागेकोमा जुन एजको भयो नि हुन्छ मलाई मेरै जस्तो रहेछ माया पनि जुन भए पनि चल्छ बस 18 वर्ष नागेको जिउँदा हुनु पर्यो समझ्यो मतलब माथि चाहिँ एज लिमिट छैन हजुरको माथि चाहिँ लिमिट छैन तर त्यो 70 80 तिरको अलि हुँदैन होला जस्तो लाग्छ होइन भ्याउँदैन नि त ब्यान लारा गीत हो कि अर्को गीत के हो अर्को गीत के छ अर्को गीतलाई आउन भने अर्को गीतलाई गर्दा दिदीले पनि लास्ट रो सान्दिनी यार साँझ कहाँ गइन्छ त अब साँझ कोही त बुढी भएको त घर जान्छ होला बुढी नभएको गर्लफ्रेन्ड कहाँ जान्छ होला गर्लफ्रेन्ड पनि नभएको त भट्टीतिरै त जाने होला नि सोल्डी सरी लास्टै दिन सक्ने कि खतरनाक त्यो यो जति मगर जति कसैले सक्दैन कुरामा डबल मिनिङ छ यार कसरी हुन्छ कसरी चल्छ यसरी होइन त ओके गाइज आजको लागि यति नै गरेर फ्युचरमा आउने यस्तो भिडियो हेर्नु चाहनुहुन्छ भने यो भिडियोलाई लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् ट्याग गर्नुहोस् र च्यानललाई सब्सक्राइब गर्नुहोस् ओके बाई बाई